आज चाहिँ हामी यो के भन्छ शिव खोला परिसर घुम्न आएका छौँ हैन। यहाँको माहौल चाहिँ यस्तो प्रकारको छ। वेदर यति दामी वेदर छ कि के भन्नु अब, यति दामी छ। तर हैन यस्तो गाउँले घरहरू चाहिँ यस्तो हुन्छ हैन। बाटो बिर्स्यो होला हामीले, सोध्नुपर्छ नि। कक सुप यहाँ रहेछ हैन। यो चाहिँ गाउँले परिवेश हो यो है। आन्टी बारीमा काम गरिरहनु भएको छ होइन। यस्तो छ यहाँको लोकल, यो चाहिँ प्योर लोकल कुखुरा है। ती जग्गा एक्सप्लोर गर्नु अगाडि हिँडिरहेको छ। म पछि यस्तै छ है साथीभाइ हो। टोटल अर्ग्यानिक गरम के हो यो? चिकन पकौडा, गरम चिकन पकौडा। लो त सक्छ अब भाई। काकड़ा कितना पीस है? खाना पकाउने पनि यही हो, पकौडा बनाउने पनि यही हो। धेरै यहाँ मानिसहरू छ। यो दृश्यलाई इन्जोय गर्ने होइन। मिठो अब जग्गा दामी होइन। तपाईँ यहाँ टक्कै स्विमिङ गर्न सक्नुहुन्छ होइन। यहाँ आएर चाहिँ तपाईँ चिल आउट गर्न सक्नुहुन्छ होइन। जस्तै हामी साथी गरिरहेको छौँ। एकदम हेल्सम छ हाम्रो साथी। शिव खोला। जय शिव खोला। कस्तो लागिरहेछ यहाँ? दामी एकदम सुकुन आनन्द।